हुर्क्या हो कि अनि पैसा कमाउनु पर्छ भनेर आफैले महिना पैसा कमाउनु पाए हुन्थ्यो भने एक्लै बसेर सोच्न पनि डर लाग्ने के मैले त पाप कुरा सोचिरहेको छु यस्तो पैसाको कुरा नि सोच्ने हो चलिहाल्छ नि भने जस्तो हुन्थ्यो कि तर त्यस्तो होइन रहेछ जब म अकाउन्टिङ गर्न थालेँ तब पुरै पैसामा इन्भल्भ हुन थालिसकेपछि पैसालाई चाहिँ पोजिटिभली सोच्नु पर्ने रहेछ पैसाले त हामीलाई अझै अगाडि बढ्न हेल्प गर्छ अब हाम्रो नेपाली सोसाइटीमा के हुन्छ धनीले गरिबलाई हेर्छ भन्ने छ हामीले मुभीहरू नेपाली पुरानो मुभीहरू 90s को हेऱ्यौँ भने खालि धनीले गरिबलाई हेर्ने मात्रै देखाउँछ अनि त्यस्तै त्यस्तै कुराहरूले हाम्रो रङ माइन्डसेट बिल्ड भयो अनि पैसा कमाउनु पर्छ भन्ने गोल नै सेट गरेनौँ अनि त्यो दिमागमै नसोचेपछि हामीले एक्सन लिँदैनौँ सो हाम्रो करियर प्लानिङमा पनि यही प्रब्लम आएको हो कि हामीले +2 देखि नै पैसाको सपना देख्यौँ भने त हामी केही न केही मिहिनेत गर्थ्यौँ होला काम गर्छौँ अनि बल्ल 25-30 वर्षमा आएर एक लेभलको सक्सेस अचिभ हुन्थ्यो सो पैसालाई चाहिँ तपाईँहरूले पोजिटिभली सोच्नु होइन यो पैसा मलाई चाहिँदैन यो कहाँ 1 लाख रुपियाँ कसरी कमाउने यो त रङ हो भन्ने यस्तो सोच्नु भने अकाउन्टिङ गर्न सकिँदैन किनकि डेली त्यसमै इन्भल्भ हुनुपर्छ बिजनेस अनरसँग मिटिङमा बस्नुभयो भने सर यति पैसा कमाइयो यति प्रफिट भयो यति करोड अब लोन लिने त्यसकै कुरा हुन्छ अनि त्यो गर्दिन भन्नु हो भने फेल भइन्छ है सो मनी माइन्डेड हुनुपर्छ जसले जेसुकै भन्नुहोस् म पैसा कमाउने हो भनिदिने हो होइन पैसा अहिले कमाएको छैन के गफ लाउनु भन्ने त्यस्तो पनि लाग्न सक्छ त्यस्तो होइन भन्ने हो भन्नुपर्छ कुरा गर्नुपर्छ अनि बल्ल एज एन अकाउन्टेन्ट हामीले आफ्नो पर्फर्मेन्स देखाउन सक्छौँ अनि त्यस्तो मान्छेले बल्ल अनि हाई इन्कम जेनेरेट गर्न सक्छ है अब अकाउन्टिङ भनेको चाहिँ एउटा मनी माइन्डसेटबाट जानु पर्यो र अर्को चाहिँ पास्ट इन्फर्मेसन अबाउट मनी टु गाइड द फ्युचर हो जस्तै अब तपाईँले चाहिँ अब हामीले के गर्छौँ आफ्नो आजको ब्याङ्क ब्यालेन्स हेर्छौँ ल मलाई घुम्न जानु मलाई मेरो ब्याङ्क ब्यालेन्स कति छ ल 10,000 रहेछ ए ल यो ठाउँमा चाहिँ म ट्रेकिङ जान सक्छु घुम्न जान सक्छु भने अब हामी फ्युचर प्लानिङ गर्न सक्छौँ क्या ल दसैँ आउँला तिहार आउँला यहाँ जाने भने कि हामीले हाम्रो पैसाको हिसाब हेर्छौँ नि त त्यसरी गरी कम्पनीले पनि पहिलेदेखि कति कमायो अनि अहिले उसँग कति पैसा छ अनि त्यसलाई युज गरेर फ्युचरमा के गर्ने कति सामान हाल्ने कति सामान बेच्ने मेसिन किन्ने कि नकिन्ने लोन लिने कि नलिने यस्तो फाइनेन्सियल डिसिजनहरू लिन्छ जसमा हामीले गरेको इन्फर्मेसन हामीले कलेक्ट गरेको इन्फर्मेसनहरू काम लाग्छ अब अकाउन्टिङलाई चाहिँ हामीले पर्सनल पर्सपेक्टिभबाट पनि बुझ्नुपर्छ पर्सनल पर्सपेक्टिभ भन्नाले तपाईँले आफ्नो म यहाँ इक्जाम्पल देखाउँछु आफूलाई एकचोटि सम्झौँ जस्तै फुड बजेट अब हाम्रो बजेटिङ गर्ने बानी त छैन कति चाहिन्छ मलाई दुध किन्न कति चाहिन्छ साग किन्न कति मासु किन्न कति चाहिन्छ घुम्न जान बाहिर खाना जान कति चाहिन्छ हामीले खासै बजेटिङ गरे हुँदैन यदि तपाईँले गरिरहनु भएको छ भने एकदम राम्रो हो त्यो कसरी गर्ने त्यो ट्र्याक कसरी गर्ने त्यो हामी भोलि डे 2 मा पनि सिक्छौँ सो अहिले चाहिँ एकचोटि अकाउन्टिङको मिनिङ बुझ्नलाई फुड बजेट एकचोटि हेरौँ जस्तै मैले तपाईँलाई सोधेँ होइन लास्ट मन्थ चाहिँ तपाईँले कति हजारको चामल त हामी नर्मली 1 बोरा महिनामा किन्छौँ होइन कति हजारको खानेकुरा खायौँ सबै गरेर ग्रोसरी गरेर वा लाखको होइन भन्दाखेरि चाहिँ अब सोच्यौँ भने खै कति हो कति अब 5 रुपियाँ 10 रुपियाँ खर्च भएर आउँछ कहिले 20 रुपियाँ 50 रुपियाँ कसले टिपेर बस्ने त्यस्तो भने हुन्छौँ नि हामीले ट्र्याक नै गरे हुँदैनौँ जसले गर्दा हामीलाई कति पैसा चाहिन्छ भन्नेमा नै हामी स्योर हुँदैनौँ क्या अनि यस्तो भयो भने चाहिँ हाम्रो पर्सनल फाइनेन्सियल प्लानिङ पनि बिग्रिन्छ हामीले नेक्स्ट अब हामीलाई ल 6 महिना यदि हामीले पैसा कमाएनौँ भने हामी कसरी चल्ने भन्ने हामीलाई थाहा हुँदैन अनि गरिब हुने यस्तै कारणले हो कि एउटा पैसा नकमाएर भन्दा पनि आफूले कमाएको पैसालाई म्यानेज गर्न नजानेर पनि हामी धेरैजना माथि उठ्न सकिरहेको हुँदैनौँ सो अकाउन्टिङ एकदमै इम्पोर्टेन्ट छ पैसा कमाउन मात्रै होइन कमाएको पैसालाई म्यानेज गरेर धनी भइराख्न अगाडि बढिराख्न पनि यो एकदम इम्पोर्टेन्ट कुरा छ अब यहाँनिर आउँछ 15,000 कमाउने अकाउन्टेन्ट र 1 लाख अब तपाईँ सुन्नु भएको छ म त 1 लाख रुपियाँ कमाउन सकिन्छ भनिरहेको छु अब अरू मार्केटतिर सुनिरहनु भएको छ 15,000 को त हुन्छ जम्मा स्यालेरी मिसले चाहिँ के भन्नुभयो होला जस्तो लाग्न सक्छ तपाईँलाई सुरु गर्ने 15,000 बाटै हो म तपाईँलाई रातारात धनी भइन्छ भन्दिनँ यदि त्यस्तो भन्यो भने स्क्याम हुन्छ अब सुन्नुभयो होला नि नेटवर्क मार्केटिङ गरेर करोडपति भइन्छ तर के काम गर्ने भन्दै भन्दैन त्यसमा म त तपाईँलाई भनिरहेको छु अकाउन्टिङ गर्ने हो अकाउन्टिङ भनेको पैसा हो मनी माइन्डेड हुनुपर्छ यस्तो स्किल सेट चाहिन्छ भनेर सो 15,000 कमाउने अकाउन्टेन्ट र 1 लाख कमाउने अकाउन्टेन्टमा के डिफरेन्स हुन्छ भने यसो खै भन्ने एन्सर हुँदैन क्या 1 लाख कमाउने अकाउन्टेन्टमा चाहिँ उसलाई चाहिँ ठ्याक्कै थाहा हुन्छ ल मेरो लास्ट मन्थ मेरो फुड बजेटमा मैले 50,000 खर्च गरेँ मैले पनि यो गर्छु मैले त ट्र्याक गर्छु 50,000 खर्च हुन्छ कहिले 70,000 खर्च हुन्छ मेरो बच्चाको फीमा यति खर्च हुन्छ भनेर हो अब 15,000 कमाउने अकाउन्टेन्टलाई चाहिँ के हुन्छ डेबिट क्रेडिट आउँछ जर्नलहरू बनाउन आउँछ होइन रेकर्ड किपिङ चाहिँ गर्न आउँछ तर उसलाई फाइनेन्सियल एनालिसिस गर्न आउँदैन कति खर्च भयो